आज हामी मोरङ जिल्लाको बिक्लाजुङमा अवस्थित रहेको चुली पोखरीसम्मको यात्राका लागि अगाडि बढिरहेका छौँ। हामी उर्लाबारीबाट मधुमल्ला हुँदै अगाडि बढ्दैछौँ यति बेला र यो देख्न सकिन्छ मधुमल्ला स्कुलको प्राङ्गणबाट अगाडि हामी बढिरहेका छौँ। र हामी अगाडि बढ्ने क्रममा जङ्गल आइपुगेका छौँ र जङ्गलको बिच बाटो भएर हामी कुइनेटारतर्फ लागिरहेका छौँ र त्यहाँबाट हाम्रो पैदल यात्रा प्रारम्भ हुनेछ। कुइनेटार धार्मिक तथा पर्यटकीय क्षेत्र भनेर लेखिएको बोर्ड, चुलाचुली 6 इलाम र मिक्लाजुङ 2 मोरङ भनेर लेखिएको छ। हामी इलाम र मोरङमा अवस्थित रहेको यो कुइनेटार, यो पूर्वपट्टिको भाग भने इलाम पर्छ, जुन अहिले स्क्रिनमा देखिरहेको भाग छ। हामी जाँदा जाँदै पुग्ने ठाउँ भनेको चाहिँ इलाम हो भने पारिपट्टि जुन झोलुङ्गे पुल तरेर पारी जानुपर्ने हुन्छ, त्यो पारिपट्टिको ठाउँ चाहिँ मोरङ जिल्लाकै मिक्लाजुङ वडा नम्बर 2 मा पर्छ र निकै नै सुन्दर ठाउँ छ। तल नुनसरी खोला बगिरहेको छ। यता आई लभ कुइनेटार भनेर लेखिएको यो एउटा निकै नै आकर्षक ठाउँ र यी जङ्गलमा यी झाडीहरू पनि अहिले फुलेर कति राम्रा देखिएका छन्, सुन्दर देखिएका छन्। र हामी अगाडि बढ्ने क्रममा यो नुनसरी खोलाको पारिपट्टिबाट व्यवस्थित गरेर बनाइएको यी सिँढीहरू चढ्दै हामी उकालो बढिरहेका छौँ। साइडमा स्टिलको रेलिङहरू लगाएर निकै नै आकर्षक ढङ्गले थोरै केही मिटर मास्तिरसम्म चाहिँ बनाइएको छ। र केही मिटरको ढलाइ सिँढी गरेको बाटो छोडेर हामी अहिले कच्ची बाटो हुँदै अगाडि बढिरहेका छौँ। र सुरुमा यो बाटो अलिकति अप्ठ्यारो थियो रे केही समय अगाडिसम्म। अहिले चाहिँ स्थानीय सरकारले हुनुपर्छ यो खुड्किलाहरू बनाएर अलिकति पैदल यात्रीका लागि हिँड्न सहज बनाइदिएको रहेछ। र उकालो चढ्ने बित्तिकै ठाडो उकालो भएर होला थोरै मास्तिर पुग्ने बित्तिकै घुँडामा हात राखेर उकालो चढ्नुपर्ने बाध्यता भइरहेको छ। हामी तराईमै हुर्केकाहरूका लागि यो निकै नै कष्टकर यात्रा पनि भइरहेको छ। माथि डाँडाबाट देखिएको तराईको फाँटहरू, तल देखिएको ठाउँ जुन कुइनेटारदेखि तलतिरको ठाउँ, मधुमल्ला आसपासको ठाउँ। र हामी उकालो चढ्ने क्रममा बाटामा अन्यत्रबाट आउनुभएका धेरै यात्रीहरू पनि हामीले भेटिरहेका छौँ। यति बेला सबैको यात्रा चुली पोखरीसम्मको छ र चुली पोखरी एउटा पछिल्लो समय ट्रेकिङ जानका लागि एउटा प्रमुख गन्तव्यको रूपमा विकास भइरहेको छ। तल नुनसरी खोलाको फराकिलो बगर देख्न सकिन्थ्यो। र हामी भने हाम्रा साथीहरूलाई पर्खदै बिस्तारो उकालो बढिरहेका छौँ। तल देख्न सक्नुहुनेछ 2 जना हाम्रा साथीहरू बिस्तारो उकालो बढिराख्नु भएको छ। र हामी तराईमा जन्मी हुर्केकाहरूका लागि पहाडका उकालाहरू निकै कष्टकर हुनेछन्। त्यही माथि उकालो चढ्ने बित्तिकै, पैदल यात्रा गर्ने बित्तिकै निकै ठाडो उकालो, नाकै ठोकिने खालको उकालो चढ्नुपर्ने बाध्यता रहेछ र त्यसमा निकै नै गाह्रो भइरहेको छ। र केही उकालो पश्चात हामी डाँडाको टुप्पोमा आइपुगेका छौँ यति बेला। र यो बिच बाटोबाट यता दाहिने हाततिर पनि ओह्रालो भिर छ भने देब्रे हाततिर पनि ओह्रालो भिर छ। यो डाँडाको नाक पोइन्ट, एकदमै अग्लो पोइन्टमा हामी आइपुगेका छौँ यति बेला। र यहाँ थोरै सम्म बाटोमा हाम्रा खुट्टाहरूले हिँड्न पाउँदा पनि कस्तो छुट्टै रमाइलो अनुभव भइरहेको थियो। ठाउँ ठाउँमा यसरी फोटो खिच्न राखिएका ठाउँहरू, बनाइएका ठाउँहरूमा फोटो खिच्दै र बिचबिचमा भएका यी फलैँचाहरूमा आराम गर्दै यात्रा अगाडि बढिरहेको छ। र पानीका बोतलहरू हातमा बोकेर गीतहरू घन्काउँदै
धेरै ठाउँबाट आएका यात्रीहरू अगाडि बढ्दै हुनुहुन्छ। झापा मोरङबाट मात्रै नभएर सुनसरीदेखि पनि यो चुली पोखरीका लागि आउनुभएका केही हामीले साथीहरू बाटामा भेटेका थियौँ। बेला बेला उकालो ओह्रालो गर्दै बिचबिचमा यसरी रुखका ओझेलहरूमा बस्दै हामी हाम्रो यात्रालाई अगाडि बढाइरहेका छौँ र यो यात्रा निकै रमाइलो छ। हामी कत्तिको हिँड्न सक्छौँ, हाम्रो शरीरमा कत्तिको तागत रहेछ, उकालो ओह्रालो कत्तिको गर्न सक्छौँ भनेर थाहा पाउनका लागि पनि एकपटक यो यात्रा सबैले गर्नुपर्ने देखिन्छ। सबैजना यो उकालो चढेर चुली पोखरीसम्म पुग्नु होला। यो हामी महिनामा एकपटक यो उकालो उक्लने हो भने त हामीलाई केही समस्याहरू हुँदैन जस्तो लाग्छ। हाम्रा रोगहरू सबै फालिन्छ जस्तो लाग्छ। त्यति धेरै उकालो ओह्रालोमा पसिना बगिरहेको छ, स्याँ भइरहेको छ, मुटुको धड्कन त्यसरी नै धड्किरहेको छ। बिचबिचमा सुन्दर आकर्षक ठाउँहरूमा यसरी सेल्फी खिच्दै हामी अगाडि बढिरहेका छौँ। यहाँ सेल्फी खिच्ने क्रममा हुनुहुन्छ साथीहरू। र सम्भवतः यो पहिलोचोटि ओह्रालोमा हामी ओर्लँदैछौँ। निकै उकालो चढिसके पछाडि थोरै ओह्रालो झर्नुपर्ने रहेछ र यो ओह्रालो झर्दा पनि छुट्टै आनन्द, छुट्टै मजा भइरहेको थियो। उकालो चढेर थाकेका खुट्टाहरू ओह्रालोमा थामिँदै अगाडि बढ्नु परिरहेको थियो र यहाँ देख्न सकिन्छ यो लहरा घोर्लाको पातको लहरा। यो सयौँ वर्ष अगाडिदेखि यसरी नै लरिएर गए जस्तो देखिन्छ। यति ठुलो भएको छ, मोटो भएको छ यो लहराहरू। यो लहरा हो भन्दा पनि मान्छेलाई नपत्याउने गरिकै भएको छ। र केही हिँडिसके पछाडि हामीले ठुलो बाटो भेट्यौँ। यहाँ ट्र्याक्टरैसम्म कुद्ने गरेको बाटो भेटिसके पछाडि त हामीलाई निकै सजिलो भइसकेको छ। यति बेला हिँड्नका लागि हामी निकै फुर्तिलो गर्दै अगाडि बढिरहेका छौँ र बाटामा झरिरहेको यो निकै आकर्षक सुन्दर फुल हामीले देख्यौँ। यो के को फुल हो कतिले जान्नुहुन्छ? यो जान्नेले यसको कमेन्ट गरिदिनु होला। यो रुख देख्न सकिन्छ, एकदमै चिल्लो पातहरू छ र यसको रुखहरूको नामबाट पनि गीत बनाएको छ र त्यो गीत निकै चर्चित छ। कुन रुख होला तपाईँहरू कमेन्ट गर्नुहोला। र अब हामी फाइनल्ली चुली पोखरी आइपुगेका छौँ। तल टिन टल्किँदै गरेको देखिँदैछ र यो चाहिँ चुली पोखरीको परिसर र यो होटलमा आइपुगेका छौँ हामी यति बेला। चुली पोखरीकै छेउमा पछिल्लो समय यो होटल बनेको रहेछ र आज निकै नै अरू शनिबारहरूभन्दा धेरै नै यो भिडभाड देखिरहेको छ। हामी शनिबारको दिन पारेर गएका थियौँ र पोखरीका डिलमा वरिपरि धेरै मानिसहरू परसम्म देखिँदै हुनुहुन्छ र यहाँ हाम्रो ढिलो गरेर हिँड्ने साथीहरू पनि अगाडि चुली पोखरीमा आइपुगेपछि निकै रमाउँदै हुनुहुन्छ र यहाँ आइपुगे पछाडि अघिको हिँडाइमा भएका दुःख कष्टहरू बिर्सेर नाच्दै हुनुहुन्छ। यसरी घाँटीमा स्पिकर झुन्डाएर बेग्लै तालमा आइरहनु भएको थियो र चुली पोखरीमा इतिहासको कुरा गर्ने हो भने सुरुमा राजा पोखरी र रानी पोखरी गरेर दुईवटा पोखरीहरू थिए अरे। अहिले पोखरी पुरिँदै गएर एउटा मात्रै पोखरी बनेको रहेछ र यहीँ मास्तिरबाट पानी उम्रिएर यो पोखरीमा जम्मा भइरहेको रहेछ। यो पोखरी कहिल्यै नसुक्ने रहेछ। अहिले चाहिँ पानीको लेभल अलि कम्ती नै थियो। अब बर्खा लागेसँगै पानीको लेभल पक्कै पनि यहाँ बढ्नेछ। सङ्लो पानी देख्न सकिन्छ। रुखहरूको छाया पानीमा सजिलै परेको देखिरहेको थियो र पोखरीको वरिपरि डिलमा यसरी आएर बस्ने, रमाइलो गर्ने र आफूले बोकेर ल्याएका खानेकुराहरू खाने पनि गरिन्छ। र यहाँ हामीले पोखरीमा चिसो बनाउनका लागि राखेको रेडबुल र कोकको बोतल पनि हामीले यहाँ देखिरहेका छौँ र छेउमै पानी उम्रिरहेको ठाउँमा यहाँ सानो पाइप लगाएर यसो बोतलहरू भर्नका लागि बनाएको रहेछ। हामीले पनि त्यहाँ बोतल भर्ने प्रयास गर्दैछौँ र बोतल भरेर हातमुख पखाल्नका लागि, अनुहार धुनका लागि हामी यो चिसो पानी, एकदमै शुद्ध पानी यहाँ प्रयोग गर्ने जमर्को गरिरहेका छौँ। र एउटा अचम्म लाग्ने विषय, यो पोखरीको डिलमा हामीले यो चाइनिज धनियाँ पनि भनिन्छ, कसैले जङ्गली धनियाँ पनि भन्नुहुन्छ। यो धनियाँ निकै मजाले उम्रेको देख्यौँ। यो धनियाँ निकै स्वादिलो हुन्छ। हामीले घरमा कतिले जगाउन खोज्दा पनि नजागेको धनियाँ त्यहाँ त्यत्तिकै चोरीमा उम्रिरहेको देख्दा हामीलाई अचम्म लागिरहेको छ। देख्न सकिन्छ स्क्रिनमा धेरै मानिसहरू हुनुहुन्छ, आज बसिराख्नु भएको छ ग्रुप बनेर
आनन्दले रमाउँदै हुनुहुन्छ। आज हामी गएको दिन यो घाम पनि नभएर होला एकदमै शीतल खालको मौसम भइरहेको थियो र यहाँ घाम लाग्ने हो भने चाहिँ यो अलिकति गहिरो खालको ठाउँमा हावा नआइपुग्ने गरेको ठाउँ जस्तो देखिँदैछ। निकै गर्मी हुन्थ्यो होला सायदै र यो अलिकति समुद्री सतहबाट झन्डै 2500 फिट उचाइमा रहेको यो ठाउँ त्यति धेरै चिसो त होइन रै पनि अलिअलि थोरै हाम्रो तराईको भन्दा थोरै यो चुरे पहाडतिरको मौसम त केही फरक त हुन्छ नै। र यहाँ हामी भजनमा नाच्दैछौँ। सबैले नेपाली गीत अङ्ग्रेजी गीतहरूमा नाचिरहेको अवस्थामा डिजे बजाएर नाचिरहेको अवस्थामा हामी चाहिँ थोरै अरूभन्दा पृथक हौँ भनेर हामी यहाँ भजन बजाएर नाच्दैछौँ। पर एउटा आर्मी पुलिसहरूको कसको टिम आउनु भएको रहेछ। त्यहाँनिर रमाइलोको लागि सबैले सामूहिक रूपमा डिप्स गर्दै हुनुहुन्छ र त्यो सबै वरपरबाट सबैले गनेर हुटिङ हान्दै हुनुहुन्थ्यो। त्यही क्रममा हाम्रो साथीहरू पनि हुटिङ गर्दै हुनुहुन्छ, गनिँदै हुनुहुन्छ परबाट नै। र त्यही देखेपछि हाम्रो यहाँ भाइ पनि एकदम जोसिएर आफू पनि सक्षम छु भनेर आफ्नो क्षमता प्रदर्शन गर्दै हुनुहुन्छ। र यहाँ एउटा बाजी थियो, उहाँले बाजी पनि जितिसक्नु भएको छ र पुरस्कार पनि पाइसक्नु भएको छ। र यो चुली पोखरी ठ्याक्कै पोखरी परिसरमा चाहिँ यसरी आफै रमाइलो गर्ने हो। आँखाले हेरेर रमाइलो हुने खालका दृश्यहरू कमै छन्, तर यो यात्रा रमाइलो हुनेछ। उकालो ओह्रालो यो यात्रा नै विशेष हुनेछ। यो ट्रेकिङ गर्न चाहनेहरूका लागि, हाइकिङ गर्नेहरूका लागि यो एकदमै पहिलो गन्तव्य हुनेछ। हामी उर्लाबारी आसपास, छापा आसपास, धमक आसपासका मानिसहरूका लागि र हामी यसरी नै फर्कने क्रममा छौँ। अब हामी फर्कँदैछौँ र निकै रमाइलो हुने रहेछ। तपाईँ पनि उर्लाबारी धमकको आसपासमा हुनुहुन्छ, इटहरीको आसपासमा हुनुहुन्छ, बिर्तामोठ हुनुहुन्छ, झापा मोरङ सुनसरीको जुनसुकै ठाउँमा हुनुहुन्छ भने पनि एकपटक पुग्नै पर्ने यो ठाउँ मोरङ जिल्लाको मिक्लाजुङमा रहेको यो चुली पोखरी अवश्य पुग्नुहोला भन्दै आजको यो सानो भिडियो सामग्रीहरूबाट बिदा माग्न चाहन्छु। नमस्कार।